हेलो साथीहरू, आज पनि म आइसकेँ काँचो आँप प्लेटमा टक्क लिएर। आज चाहिँ म चाहिँ यो नुनको साथसँग चाहिँ काँचो आँप खाँदैछु। बाहिर एकदमै गर्मी भएको छ, त्यही भएर मैले चाहिँ काँचो आँप खानु मन लागेर मैले चाहिँ काँचो आँप किनेर टक्क यसरी नुन खोर्सानी पिसेर खान लागेको है। साथीहरूले चाहिँ हेरेर साथ दिनु होला है। हजुरहरूलाई पनि यस्तो काँचो आँप मनपर्छ कि पर्दैन है? मलाई चाहिँ मनपर्छ, म चाहिँ खाने कोसिस गर्दैछु है। ल मैले चाहिँ खाएँ, ल अब खाना सुरु गरेँ है। मिठो छ। ती अमिलो मिठो। मैले खाएको देखेर हजुरहरूलाई नि खानु मन लाग्यो होला नि। खानुस् न, कस्तो मिठो हुन्छ। नुन खोर्सानी टक्क पिस्ने, हरियो नुन खोर्सानी, अनिखेर यसरी खाने। आज भोलि त हो खाने हो, भोलि त पाकेपछि गुलियो हुन्छ, खान अर्कै स्वाद हुन्छ। आजभोलि चाहिँ अमिलो छ, मिठो छ।